नमस्कार। मेरो कथाको शीर्षक छ धुवाँभित्र हराएको सुहाग। बाहिर मुसलधारे पानी परिरहेको थियो अनि त्यो दिन म अलिअलि हतार अनि तनावमा थिएँ। एउटा सानो चिया पसलमा छिरेर अलि झर्किँदै भने, दिदी एक कप चिया र एउटा खुकुरी चुरोट दिनुहोस् त। दिदीले चिया मात्र लिएर आउनुभयो। मैले फेरि सम्झाएँ, खोइ त चुरोट बिर्सिनु भयो कि क्या हो, एउटा खुकुरी चुरोट नि दिनुहोस् न। दिदीले मतिर पुलुक्क हेर्नुभयो। उहाँको अनुहार मलिन थियो र केही नबोली आफ्नो काममा लाग्नुभयो। मलाई रिस उठ्यो। अलि ठुलो स्वरमा भने, के हो दिदी, व्यापार गर्न मन छैन कि क्या हो? पैसा धेरै भएको हो, मैले चुरोट पनि मागेको छु त। मेरो रुखो बोली सुनेपछि दिदी मतिर हेर्दै आउनुभयो र केही मधुरो स्वरमा भन्नुभयो, भाइ बिहे गर्यौ? म अचम्ममा परेँ। चुरोट माग्दा बिहेको कुरा? मैले छैन वा छ भन्न नपाउँदै दिदीले भित्तामा एउटा तस्बिर देखाउँदै भन्नुभयो र औँलाउँदै भन्नुभयो, ऊ त्यो फोटो हेर त, उहाँ मेरो श्रीमान हो। मलाई झन् अचम्म लाग्यो। मलाई लाग्यो यो साउनी अलिक खुस्किएकी रहेछिन्। चुरोट र फोटोको के सम्बन्ध? दिदीले त्यो फोटोलाई हातले सुमसुम्याउँदै भन्नुभयो, भाइ उहाँ पनि असाध्यै चुरोट पिउनुहुन्थ्यो, चुरोट खानुहुन्थ्यो। त्यो पनि तिमीले मागेकै खुकुरी चुरोट। धेरै चुरोटले गर्दा फोक्सोमा क्यान्सर भएछ। खुकुरीले काटे झैँ चुरोटले फोक्सो छिया पारिदिएछ। उमेरमै जानुभयो, बचाउन सकिन र बेलामा सम्झाउन पनि सकिन। दिदीको आँखा रसाएका थिए। म आज एक्लो छु, एउटा सानो टुरो बच्चा छ। सकि नसकी होटल चलाउँछु, चिया बेच्छु, तर म चुरोट बेच्दिनँ। किनकि म अर्को कुनै दिदीबहिनीको सिन्दुर पुछिएको र कोही बच्चा अबोध टुरो भएको हेर्न सक्दिनँ। खुकुरी जस्तै जिन्दगी काट्ने त्यो चुरोट त म बेच्दिनँ। आफै भन त बाबु, के तिमी आफ्नो श्रीमतीको सिन्दुर पुछिएको र तिम्रो बच्चा टुरो भएको हेर्न चाहन्छौ र? दिदीका ती शब्दले मेरो कानमा मात्र होइन, सिधै मुटुमा बिजे। मुटु गह्रो भयो। हातमा भएको त्यो चियाको घुटको चिनीको गुलियो भन्दा दिदीको भगाएको तितोपनले भरिएको थियो। आधा चिया गिलासमै छोडेँ। पैसा तिरेर चुपचाप पानीमा नै रुजेर त्यहाँबाट निस्किएँ। त्यो दिनदेखि मैले एउटा दृढ सङ्कल्प गरेँ, आफ्नो श्रीमतीलाई विधवा र छोरालाई टुरो बनाउने म बाटो अब रोज्दिनँ। त्यसैले अब कहिल्यै पनि म चुरोट खाँदिनँ। म चुरोट खाँदिनँ। आजबाट चुरोट खाँदिनँ। धन्यवाद।